तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज म तपाईहरुलाई जुन 7वटा प्रदेशबाट राष्ट्रिय युवा परिषदबाट तालिमको 14 विधामा जुन फ्री तालिमको एप्लिकेसन भरेको थियो नि, त्यसको रिजल्ट आइसकेको छ। आज म तपाईहरुलाई त्यो रिजल्ट कसरी हेर्ने र अन्तर्वार्ताको लागि कसरी जाने त्यसको लागि जानकारी दिने नै छु। त्यसको लागि साथमा रहनु होला। त्यसको लागि सबभन्दा पहिला गुगलमा जानु होला। गुगलमा गइसकेपछि यहाँ टाइप गर्नु होला राष्ट्रिय युवा परिषद, राष्ट्रिय युवा परिषद लेख्नु होला। त्यसपछि क्लिक गरिदिनु होला। त्यसपछि सबभन्दा माथि आउँछ नेशनल युथ काउन्सिल, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि अब हामी चाहिँ रोटेट गर्छौं। अब चाहिँ हाम्रो माथितिर स्क्रल गर्नुपर्ने हुन्छ। स्क्रल गर्दै जानु होला, माथि स्क्रल गर्दै जानु होला। त्यसपछि यहाँ आउँछ निशुल्क रोजगारमूलक सिप विकास तालिम कार्यक्रमको तालिमको विषय र स्थानीय तालिम केन्द्र छनौट गरेको सम्बन्धी सार्वजनिक सूचना छ। यसमा क्लिक गर्नु होला। यति गरिसकेपछि अब हामी चाहिँ स्क्रल गर्छौं तल। त्यसपछि यहाँ हेर्नु होला अन्तर्वार्ताका लागि छनौट भएका अभ्यार्थीहरू। अब यहाँबाट यहाँ क्लिक गरेर हामी भित्र जान सक्छौं आफ्नो लिस्ट हेर्नको लागि। अब हामीले क्लिक गर्छौं। क्लिक गरिसकेपछि अब हाम्रो यहाँ चाहिँ लिस्ट आयो। अब म पनि एउटा फर्म भरेको थिएँ हैन, म त्यो चाहिँ हेर्छु। अब तपाईहरु यहाँ देख्दै हुनुहुन्छ क्रम संख्या छ सबभन्दा एउटा। त्यसपछि आवेदन नम्बर छ, त्यसपछि पूरा नाम छ, त्यसपछि लिङ्ग छ पुरुष कि महिला, त्यसपछि उमेर, त्यसपछि सम्पर्क नम्बर छ, त्यसपछि इमेल, त्यसपछि स्थायी ठेगाना, त्यसपछि बाहेक मतलब कहाँ मिल्छ तालिम त्यो के तालिम हो, तालिम क्षेत्र त्यो। अब मेरो चाहिँ बारबारको हो, त्यो चाहिँ म खोज्छु। यहाँ तालिम क्षेत्र छ नि, यतातिर प्लम्बर छ, तर मेरो बारबार हो। अब यसरी म स्क्रल गर्छु, स्क्रल गर्दै जान्छु म बारबार जबसम्म आउँदैन। टेलर यो छ टेलर, त्यसपछि असिस्टेन्ट ब्युटिशियन, यसरी स्क्रल गर्दै जानु होला जबसम्म बारबार आउँदैन। तपाईको कुन क्षेत्र हो त्यो चाहिँ आउनु पर्यो। मतलब यहाँ असिस्टेन्ट ब्युटिशियन हो भने त्यसमा जानु होला। मेरो चाहिँ बारबार हो, म बारबारमा जान्छु। बारबारको फर्म भरेको थिएँ म। अब तपाईहरुको कुन हो चाहिँ त्यो चाहिँ चुज गर्नु होला। त्यसमै नै जानु होला सबभन्दा पहिला। क्षेत्र कुन हो त्यो, यसमा धेरै संख्या छ के 211, त्यही भएर यो क्षेत्र पहिला हेर्नु होला, नत्र भेटाउन गाह्रो हुन्छ। असिस्टेन्ट, त्यसपछि असिस्टेन्ट नै छ अहिले, असिस्ट, त्यसपछि असिस्ट नै अहिले पनि असिस्ट, वरिष्ठ। अब कहिले आउँछ बारबार, धेरै तल रहेछ। कुक आयो, कुक। तपाईहरुलाई म कसरी हेर्ने त्यो चाहिँ जानकारी दिन्छु, साथमा रहनु होला। यहाँ बारबारको आयो, यहाँदेखि बारबारको छ। अब यहाँ हेर्नु होला तपाईहरु, यो चाहिँ बारबारको तालिम क्षेत्र भनेर दिएको छ। अब बारबार म आफ्नो नाम हेर्छु, म मेरो नाम। अब यहाँ पूरा नाम छ, नाम यहाँ हेर्नु होला। यता यो क्षेत्र हो बारबार, तालिम क्षेत्र हो बारबारको। त्यसपछि यतातिर मेरो चाहिँ आवेदन नम्बर छ नि, त्यो चाहिँ हेर्नु होला, या पूरा नाम। यहाँ आवेदन नम्बर र पूरा नाम। आवेदन नम्बर मेरो चाहिँ 3166 हो, यहाँ 3166 हेर्नु होला, र नाम पनि हेर्नु होला 3166। यसमा छैन। अब यहाँ यो यता
बार छ भने यता पनि हेर्दै जानु होला, यसरी हेर्दै जानु होला। तर मैले हेरिसकेको छु, मेरो बार लिस्ट छैन, मेरो नाम निक्लेको छैन, त्यही भएर तपाईहरु यस्तै चेक गरेर सम्पर्क गर्नु होला। अन्तर्वार्ताको लागि लगभग कहाँ जानुपर्ने हो त्यो चाहिँ जानकारी आउँछ। हस् त भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।